फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनैतिक दलहरूले उम्मेदवार छान्ने क्रम जारी राखेका छन्। अधिकांश दलले केही उम्मेदवारको टुङ्गो लगाइसकेका छन्। केही शीर्ष नेताहरू भने आफ्नै परम्परागत निर्वाचन क्षेत्रमा पराजित हुन सक्ने ठानेर सुरक्षित क्षेत्रको खोजीमा जुटेका छन्। यस्तोमा पहिलो नम्बरमा नाम आउँछ पुष्पकमल दाहाल प्रचण्डको। यसअघि गोरखा क्षेत्र नम्बर 2 बाट चुनाव लडेका प्रचण्डलाई आगामी चुनावका लागि कालीकोटबाट एकल सिफारिस गरियो। महोत्तरी 3, सिन्धुली 2, कास्की 3 लगायत क्षेत्रबाट पनि उनको नाम सिफारिसमा परेको थियो। यी मध्ये आफूले सजिलै जित्ने जुन क्षेत्रमा सम्भावना प्रचण्डले देख्छन् उनी त्यहीबाट चुनाव लड्छन्। तर एमाले अध्यक्ष केपी शर्मा ओलीको हकमा भने मामिला फरक पर्न सक्छ। ओली प्रधानमन्त्री भएका बेला भदौ 23 को जेन्जी आन्दोलनका क्रममा स्कुले विद्यार्थीको हत्या भएपछि उनीप्रति देशैभर असन्तोष सुलिएको छ। ओलीको आफ्नै निर्वाचन क्षेत्र झापामा समेत उनीप्रति मतदाता रुष्ट रहेको मिडिया रिपोर्टहरू सार्वजनिक भइरहेका छन्। यो आक्रोश ओलीमा मात्र सीमित नभई उनको पार्टी एमाले र त्यसबेला सरकारमा सहभागी दल काङ्ग्रेसप्रति पनि छ। समग्रमा काङ्ग्रेस, एमाले लगायत पुराना दलका नेताहरूलाई चुनावी मैदानमा उत्रिँदा ठूलो चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ। यद्यपि असन्तुष्ट मतदातालाई आकर्षित गर्न कस्तो रणनीति अपनाएर यी दलहरू चुनावी मैदानमा उत्रिन्छन्, त्यो रणनीतिमा जनता फेरि पनि अल्मलिन्छन् वा यसपटक जनताले यिनीहरूलाई पराजयको स्वाद चखाइदिन्छन्, त्यो भने हेर्न बाँकी छ। कुन कुन नेता कहाँबाट चुनाव लड्दैछन् त हेरौँ यो विशेष रिपोर्ट। फागुन 21 मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मनोनयन दर्ता हुन अब 2 दिन बाँकी छ। निर्वाचन कार्यतालिकामा कुनै फेरबदल नभए मंगलबार नै 165 निर्वाचन क्षेत्रका लागि मनोनयन दर्ता हुनेछ। यति बेला निर्वाचनमा सहभागी हुने नयाँ र पुराना सबै दलहरू आआफ्ना उम्मेदवारको नाम टुङ्गो लगाउने अन्तिम कसरतमा व्यस्त छन्। गत भदौको जेन्जी विद्रोहपछि हुन लागेको यसपटकको प्रतिनिधि सभा निर्वाचन नयाँ र पुराना दलहरूका लागि प्रतिष्ठाको विषय बनिरहेको छ। परम्परागत दलहरूका लागि नयाँ दल र नयाँ अनुहारहरू चुनौती बन्न सक्ने विश्लेषण राजनैतिक वीरतामा भइरहेको छ। यति बेला कुन दलका कुन नेता कहाँबाट र कोसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् भन्ने विषय धेरैका लागि चासोको विषय बनिरहेको छ। त्यो चासोको केन्द्रमा पुराना भन्दा नयाँ अनुहारहरू छन्। बालेन शाहदेखि कुलमान घिसिङसम्म, अर्का साम्पाङदेखि पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीसम्मको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। पुराना दलका शीर्ष नेताहरू ओली, देउबा र प्रचण्ड लगायतका नेताहरूलाई जसरी पनि हराउनै पर्ने दाउमा नयाँ अनुहारहरू चुनावी मैदानमा उभिएका छन्। अनि नयाँ दलका उम्मेद्वारहरूलाई नै मुख्य प्रतिस्पर्धी ठानेका काङ्ग्रेस, एमाले र नेकपा लगायतका दलहरू आफ्नो अस्तित्व रक्षाका लागि सङ्घर्षरत देखिएका छन्। चर्चामा आएका नेताहरू को कहाँबाट र कोसँग प्रतिस्पर्धा गर्दैछन्? झापा 5 सबैभन्दा बढी चर्चाको केन्द्रमा यति बेला झापा 5 बनेको छ, जहाँ रासोपाबाट बालेन शाह र एमालेबाट अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा छन्। यो क्षेत्र किन पनि चर्चामा छ भने यी दुवै प्रतिस्पर्धी बालेन र ओलीलाई उनीहरूको दलबाट भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका पात्र हुन्। त्यस्तै झापा 5 मा नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट रञ्जित तामाङ उम्मेद्वार बनेका छन्। यसअघि 2079 को निर्वाचनमा झापा 5 बाट एमाले अध्यक्ष ओली काङ्ग्रेसका खगेन्द्र अधिकारीसँग 28,000 भन्दा बढी मतान्तरले विजयी भएका थिए। त्यो बेला राप्रपाको समर्थनमा ओलीले 52,319 मत ल्याउँदा अधिकारीले 23,743 र रासपाका उम्मेद्वारले 11,749 मत ल्याएको थियो। यसपटक ओलीलाई बालेनले चुनौती दिन सक्ने दाबी रासपाका नेताहरूले गर्दै आएका छन्। त्यसका लागि झापा 5 मा बालेनलाई राप्रपाको समेत समर्थन रहने विश्वास रासपाको छ। रुकुम पूर्व नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड यसपटक रुकुम पूर्वमा चुनाव लड्दैछन्। यसअघिका संसदीय निर्वाचनमा निर्वाचन क्षेत्र बदल्दै आएका प्रचण्डले यसपटक आफूलाई रुकुम पूर्वमा सुरक्षित महसुस गरेका छन्, किनभने 2079 को निर्वाचनमा रुकुम पूर्वबाट माओवादीका पूर्णबहादुर घरती मगर काङ्ग्रेस एमाले गठबन्धन गर्दा समेत दोब्बर बढी मतले विजयी भएका थिए। त्यसैले पनि रुकुम पूर्वबाट लड्दा आफू सुरक्षित हुनेमा प्रचण्ड विश्वस्त देखिएका छन्। तर तत्कालीन माओवादीबाट अलग भएर जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट शहीद परिवारका छोरा सन्दीप पुनले प्रतिस्पर्धा गर्दैछन्। पार्टी विभाजन हुनु पूर्व पुन माओवादीको भातृ संगठन अनेरासमी क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष थिए। पुनको उम्मेदवारीले रुकुम पूर्वमा प्रचण्डका लागि त्यति सहज हुने देखिँदैन। चितवन 2 रासपाका सभापति रवि लामिछाने यसपटक पनि चितवन 2 बाट उम्मेदवारी दिने तयारीमा छन्। 2079 को निर्वाचनमा काङ्ग्रेस माओवादी गठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई लामिछानेले भारी मतान्तरले पराजित गरेका थिए। नागरिकता विवादमा लामिछानेको सांसद पद गुमेपछि भएको उपनिर्वाचनमा पहिले भन्दा बढी मत ल्याएर उनी विजयी भएका थिए। सुनसरी 1
धरान उपमहानगरका मेयर समेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी 1 बाट चुनाव लड्ने घोषणा गरिसकेका छन्। अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट जसपाका अशोक कुमार राई रासोपाकी गोमा तामाङसँग करिब 750 मतको झिनो अन्तरले विजयी भएका थिए। अशोक राईले 17,059 मत ल्याउँदा गोमा लामा तामाङले 16,606 र माओवादीका मुक्साम हाङ सुब्बाले 13,087 मत ल्याएका थिए। त्यसैले पनि यहाँ हर्कका लागि त्यति सहज देखिँदैन। गोर्खा 1 जेन्जी आन्दोलनका अगुवा सुदन गुरुङले गोर्खा 1 बाट चुनाव लड्ने घोषणा गरिसकेका छन्। उनी रासोपाबाट चुनाव लड्ने चर्चा छ। एमाले युवा नेता आरसी लामिछानेलाई उम्मेद्वार बनाएको छ। अन्य दलले उम्मेद्वार घोषणा गरिसकेका छैनन्। अघिल्लो निर्वाचनमा काङ्ग्रेसका राजेन्द्र बजगाई माओवादीसँगको गठबन्धनका कारण एमालेका उम्मेद्वार भन्दा दोब्बर मतले विजयी भएका थिए। काठमाडौँ 3 उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमानी घिसिङ कहाँबाट चुनाव लड्दैछन् भन्ने विषय औपचारिक रूपमा बाहिर नआए पनि उनी काठमाडौँ 3 बाट चुनाव लड्ने चर्चा छ। यसअघि काठमाडौँ 3 मा काङ्ग्रेसका सन्तोष चालिसेले एमालेका कृष्णबहादुर राईसँग करिब 3,000 मतान्तरले विजयी भएका थिए। अहिले अख्तियारले चालिसे विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेकोले जिते सहज हुनेमा कुलमान विश्वस्त देखिएका छन्। डडेलधुरा पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवा चुनाव लड्छन् कि लड्दैनन् भन्ने कुनै औपचारिक जानकारी बाहिरिएको छैन। तर यसपटक फेरि डडेलधुरामा देउवासँग चुनाव लड्ने तयारी गरेका सागर ढकाल भने काङ्ग्रेसमा देखिएको विभाजन पश्चात ब्याग भएका छन्। काङ्ग्रेस विभाजनका कारण देउवा किनारा लागिसकेकोले अब डडेलधुराबाट आफू चुनाव नलड्ने ढकालको भनाइ छ।